हाम्रो एउटा भनाइ चर्चित भनाइ छ, कुरा गर्यो कुरैको दुःख। हाम्रा प्रधानमन्त्रीज्यूलाई संसदले धेरैचोटि खोज्यो। उहाँको विवादित र गलत अभिव्यक्ति सच्याउनको लागि हामीले धेरै पटक भन्यौँ, तर उहाँले अहिलेसम्म संसदलाई त्यसको कुनै जवाब दिनुभएको छैन र संसदलाई टेर्नु भएको छैन। हामीले प्रधानमन्त्रीज्यूलाई पनि सम्माननीय सभामुखज्यूलाई पनि अनुरोध गरेका छौँ, प्रधानमन्त्रीज्यूलाई तपाईले जुन ठाउँबाट गलत अभिव्यक्ति दिनुभयो त्यही स्थानबाट तपाईले गलत अभिव्यक्ति सच्याउनुहोस् भनेका छौँ र सम्माननीय सभामुखज्यूलाई अनुरोध गरेका छौँ, सम्माननीय प्रधानमन्त्रीज्यूले गरेको गलत अभिव्यक्ति संसदको रेकर्डबाट हटाइयोस्। तर न प्रधानमन्त्रीज्यूले भन्नुभएको कुरा प्रधानमन्त्रीज्यूले सच्याउन चाहनुभएको छ, न सभामुखज्यूले रुलिङ गर्नुभएको छ। आज म फेरि पनि भन्न चाहन्छु, प्रधानमन्त्रीज्यू यहाँ आएर जहाँबाट तपाईँले गलत अभिव्यक्ति दिनुभयो त्यो सच्याउनुहोस् र सम्माननीय सभामुखज्यूसँग अनुरोध गर्न चाहन्छु, संसदको रेकर्डबाट प्रधानमन्त्रीज्यूको गलत अभिव्यक्ति हटाइयोस्। सम्माननीय सभामुख महोदय, प्रधानमन्त्रीज्यूलाई हाम्रो संसदको नियमावलीको नियम 56 कहिले लागू हुन्छ? नियम 56 लागू गर्न प्रत्येक महिनाको पहिलो हप्ता कहिले आउँछ? प्रधानमन्त्री प्रधानमन्त्री भएको 4.5 महिना बितिसक्यो, पहिलो हप्ता आएको छैन। त्यो पहिलो हप्ता आएपछि मैले केही प्रश्न सोध्न चाहेको छु सभामुख महोदय प्रधानमन्त्रीज्यूलाई। मेरो पहिलो प्रश्न कस्तो छ भने, अहिले देशमा ग्यासको हाहाकार भएको छ। प्रधानमन्त्रीज्यू गुप्तवासमा हुनुहुन्छ, उहाँलाई यो ग्यासको हाहाकारबारे थाहा नहुन सक्छ। सरकारले आयात प्रतिस्थापनको कुरा गर्छ, देशले वार्षिक 55 अर्बको ग्यास आयात गर्छ, तर यता फेरि हामीले सहजै आपूर्ति गर्ने विद्युतमा महसुल बढाउँछ, भ्याटको व्यवस्था गर्छ र भान्सालाई असहज बनाउँछ। भान्सालाई सहज बनाउन प्रधानमन्त्रीज्यूको नेतृत्वको सरकारलाई, रासोपाको नेतृत्वको सरकारलाई केले रोकेको छ? मैले यो प्रश्न प्रधानमन्त्रीज्यूलाई गर्न चाहेको छु संसदमा आएको दिन। सभामुख महोदय, मैले दोस्रो प्रश्न, निजी क्षेत्रलाई आतंकित र त्रसित बनाउने सरकारको नियमित क्रियाकलाप किन भइराखेको छ? देवनारा समूह र प्रकाश मुन्दडाको घर र कार्यालयमा 5 घण्टा लगाएर प्रहरीले छापा मार्यो। त्यो के सूचनाको आधारमा थियो? सरकारले के फेला पार्यो? यस्तो व्यापारी, कुनै प्रतिष्ठित व्यवसायलाई त्रसित पार्ने कुराले निजी क्षेत्रलाई हाम्रो देशमा लगानी गर्न उत्साहित गर्छ कि निरुत्साहित गराउँछ? नेपालमा निजी क्षेत्रको लगानी यस्तो व्यवहारले घटाउँछ कि बढाउँछ? मैले प्रधानमन्त्रीज्यूलाई यो प्रश्न सोध्न चाहेको छु। सभामुख महोदय, सुनसरीको घटनालाई धार्मिक दङ्गाको रूप दिइयो। म अहिले पनि त्यसप्रति मेरो चित्त बुझेको छैन। त्यो धार्मिक दङ्गा होइन भन्न चाहन्छु म। त्यो दुई पक्षको बिचमा सामान्य विवाद थियो, त्यसमा राज्य पक्षले बल प्रयोग गर्यो। राज्य नियोजित रूपले बल प्रयोग गर्यो कि भन्ने आजका तथ्यहरूले भन्न चाहन्छ। दुई पक्षको स्थिति यदि थियो भने, दुई पक्षको भिडन्त थियो भने, दुई पक्षको धार्मिक समुदायको बिचको भिडन्तबाट दुईटा पक्ष घाइते हुनु पर्थ्यो, दुईटा पक्षको बिचमा त्यही भिडन्तबाट मारिएको हुनु पर्थ्यो। त्यसो भएको छैन सभामुख महोदय। राज्यको गोलीबाट, तथ्यहरूले भन्छ, राज्यको बन्दुकबाट नागरिकहरू मारिएका छन्, नागरिकहरू घाइते भएका छन्। त्यो दुई पक्षको समूहको भिडन्तबाट थिएन। राज्यले राजनैतिक र प्रशासनिक सहजीकरण गरेको भए त्यो अवस्था आउँदैन थियो। त्यसकारण मैले प्रधानमन्त्रीज्यूलाई त्यस्तो परिस्थिति किन सिर्जना गरियो र राज्यलाई नै, राष्ट्रलाई नै आतंकित बनाउने गरी साम्प्रदायिक दङ्गाको प्रचार किन गरियो र आफैले नियोजित रूपले तयार पारिएको बिचमा वार्ता गरेर सहज रूपले समाधान गरिएको प्रचार किन गरियो? मैले यो प्रश्न सोध्न चाहेको छु। मेरो अर्को प्रश्न छ सभामुख महोदय प्रधानमन्त्रीज्यूलाई, मैले छोट्याउँदैछु। मेरो अर्को प्रश्न छ, नेपाली सेनालाई
परिचालन गर्ने हाम्रो संवैधानिक व्यवस्था छ, कानुनी व्यवस्था छ। नेपाली सेनालाई यति सस्तो रूपले, यति सहज रूपले के संवैधानिक व्यवस्थाको आधारमा, के कानुनी व्यवस्थाको आधारमा परिचालन गरिन्छ र सेनाको मर्यादालाई घटाइराखिएको छ भनेर म प्रधानमन्त्रीलाई सोध्न चाहेको छु। नेपाली सेना कहिले सुकुम्बासी बस्तीमा दौडिराखेको छ सभामुख महोदय, कहिले सुनसरीका सडकहरूमा बन्दुक बोकेर गस्ती गरिराखेको छ। यस्तो नेपाली सेनाको मर्यादालाई, नेपाली सेनाको निश्चित जिम्मेवारीलाई यति सस्तो किन बनाइएको छ, मैले प्रधानमन्त्रीलाई सोध्न चाहेको छु। र अन्त्यमा मैले प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु, तपाईँ गुप्तवास बसुन्जेल तपाईँ एक्लै हुने हो। तपाईँ जब संसदमा आउनुहुन्छ, सांसदहरू तपाईँको साथमा, संसद तपाईँको साथमा हुन्छ, छलफलको आधारमा हुन्छ। तपाईँ सकारात्मक पहल लिँदा, सकारात्मक स्टेप लिँदा संसद तपाईँको पक्षमा हुन्छ। तपाईँले गलत प्रक्रिया चाल्दाखेरि तपाईँको विपक्षमा सिँगै संसद हुन्छ। गुप्तवासमा नबस्नुहोस्। मैले पनि रासोपाको कार्यालयमा जसले प्रधानमन्त्री बनाए, जुन दलले, आज त्यो कार्यालयमा प्रधानमन्त्री गएको देखेको छैन। यो मेरो चासोको विषय होइन, सम्बन्धित दलको चासोको विषय हो। तर म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु, जुन दलले तपाईँलाई प्रधानमन्त्री दियो त्यो दलसँग तपाईँ टाढा हुने, जुन संसदले तपाईँलाई प्रधानमन्त्री बनायो त्यो संसदबाट टाढा हुने र राति एक्लै सुतेको बेला तपाईँले एक्लै स्टाटस लेख्दा तपाईँ एक्लै नभएर को हुन्छ। मैले प्रधानमन्त्रीजीलाई यति भन्दै सम्माननीय सभामुखज्यूको फेरि पनि ध्यान आकर्षण गराउन चाहन्छु। प्रधानमन्त्रीजीलाई यहाँ आएर आफ्नो गलत अभिव्यक्ति सच्याउन रुलिङ गरियोस् र संसदको रेकर्डबाट प्रधानमन्त्रीजीको भनाइ सच्याउनको लागि सम्माननीय सभामुखज्यूलाई अनुरोध गर्न चाहन्छु। धन्यवाद।